नमस्ते। आज हामी एउटा निकै रोचक नेपाली जलविद्युत कम्पनीको बारेमा कुरा गर्दैछौँ, जसको कथा बजारमा एउटा पहेली जस्तै बनेको छ। त्यो कम्पनी हो रिजलाइन एनर्जी। आउनुहोस्, यसको भित्री कथा के हो त्यो बुझ्ने प्रयास गरौँ। सुरुमै एउटा यस्तो आँकडा हेरौँ जसले सोच्न बाध्य बनाउँछ। 7 गुणा। हो, ठिक सुन्नुभयो। शेयर बजारले रिजलाइन एनर्जीको मुख्य सम्पत्ति मतलब उसको हाइड्रो पावर प्रोजेक्टलाई बनाउन लागेको खर्चभन्दा झण्डै 7 गुणा बढी मूल्य दिएको छ। अब यही कुराले आजको हाम्रो छलफलको मुख्य प्रश्न खडा गर्छ। आखिर कसरी कुनै कम्पनीको सम्पत्तिको भ्याल्यु त्यसलाई बनाउन लागेको लागतभन्दा 7 गुणा बढी हुन सक्छ? यो त पत्याउनै गाह्रो कुरा हो, होइन र? ल, यही रहस्यको जडसम्म पुग्नको लागि आउनुहोस् हामी यो कम्पनीलाई अलि गहिरिएर हेरौँ। ल, त्यो 7 गुणाको रहस्य खोतल्ने क्रममा सबैभन्दा पहिले त कम्पनीको मुटु अर्थात् यसलाई चलाउने मुख्य प्रोजेक्टलाई नै बुझ्नु पर्यो। कुरा गरौँ सुपर चेपे जलविद्युत आयोजनाको। यो प्रोजेक्ट रन अफ द रिभर वा छुटकरीमा आरओआर प्रविधिमा आधारित छ। अब यो भनेको के हो त? एकदमै सरल भाषामा भन्दा यसमा ठूलो ड्याम बनाएर पानी थुन्नु पर्दैन। बरु नदी जसरी बगिरहेको छ त्यही बगिरहेको पानीको बहावलाई सिधै टर्बाइनमा लगेर बिजुली निकालिन्छ। यो निकै चलाप र वातावरणको लागि पनि अलि सजिलो तरिका हो। अब प्रोजेक्टको टेक्नोलोजी त बुझ्यो, तर पैसा कसरी आउँछ? यहाँ आउँछ कम्पनीको सबैभन्दा ठूलो सुरक्षा कवच। त्यो हो नेपाल विद्युत प्राधिकरणसँग गरेको टेक और पे सम्झौता। यसको मतलब के हो भने कि त बिजुली लैजाऊ नभए पैसा तिर। प्राधिकरणले बिजुली चलाओस् वा नचलाओस् कम्पनीले उत्पादन गरेको बिजुलीको पैसा चाहिँ पक्का पाउँछ। यो त आम्दानीको ग्यारेन्टी जस्तै भयो। र यो सम्झौता अझै रोचक छ जब हामी यसको दर हेर्छौँ। यहाँ हेर्नुहोस् है, सुखयाममा जब बिजुलीको माग सबैभन्दा धेरै हुन्छ तर खोलामा पानी कम हो, त्यही बेला कम्पनीले प्रति युनिट 8 रुपियाँ 40 पैसा पाउँछ। अनि वर्षायाममा जब जताततै बिजुली हुन्छ त्यति बेला 4 रुपियाँ 80 पैसा। भनेपछि कम्पनीले ठिक त्यति बेला धेरै पैसा कमाउँछ जति बेला बिजुलीको सबैभन्दा धेरै महत्त्व हुन्छ। र बोनस के छ भने यो रेट हरेक वर्ष 3%ले 8 वर्षसम्म बढ्दै जान्छ। ल, प्रोजेक्ट राम्रो छ, आम्दानीको ग्यारेन्टी पनि छ, तर यो सबै चलाउने मान्छे कस्ता छन् त? किनभने कुनै पनि कम्पनीको असली इन्जिन भनेको त त्यसलाई चलाउने टिम नै हो। आउनुहोस् रिजलाइन एनर्जीको पछाडि रहेका ती दिमागहरूलाई चिनौँ। यो बोर्डलाई हेर्दा वाउ, यो त एउटा ड्रिम टिम जस्तै देखिन्छ। यहाँ हरेक क्षेत्रका विज्ञ छन्। वैज्ञानिक अनुसन्धानको लागि रसायनशास्त्रमा पीएचडी गरेका डाक्टर बसन्त गिरी, पैसाको हिसाब किताब हेर्न चार्टर्ड एकाउन्टेन्ट नारायण कण्डेल, प्रोजेक्ट बनाउने र इन्जिनियरिङको कामको लागि सिभिल इन्जिनियर प्रतिमा तिवारी, अनि भविष्यको जोखिम जस्तै जलवायु परिवर्तनको असर बुझ्न वायुमण्डलीय विज्ञानमा पीएचडी गरेका डाक्टर विनोद पोखरेल। यो त विज्ञान, पैसा र इन्जिनियरिङको गजबको कम्बिनेसन भयो जसले कम्पनीलाई निकै बलियो बनाउँछ। ओके, प्रोजेक्ट पनि राम्रो, टिम पनि एकदमै एक्सपर्ट, तर यो सबै कुरा कागजमा मात्र राम्रो भएर भएन, होइन? अब पालो हो कम्पनीको फाइनान्शियल हेल्थ चेकअप गर्ने। के कम्पनीले साँच्चै पैसा कमाइरहेको छ त? हेरौँ है त। अपरेसनमा आएको पहिलो पूरा वर्ष मतलब आर्थिक वर्ष 2081-82मा कम्पनीको सञ्चालन आम्दानी झन्डै 29 करोड 75 लाख रुपैयाँ रह्यो। यो त एउटा भर्खरै सुरु भएको कम्पनीको लागि निकै प्रभावशाली सुरुवात हो। र त्यो आम्दानीबाट खर्चहरू कटाएपछि कम्पनीले खुद नाफा कति कमायो त? लगभग 7 करोड 32 लाख रुपियाँ। मतलब आम्दानी मात्र होइन, कम्पनी नाफामा पनि छ। अब यसलाई लगानीकर्ताको नजरबाट हेरौँ। कम्पनीको प्रति शेयर आम्दानी, जसलाई हामी इपीएस भन्छौँ, त्यो 7 रुपियाँ 92 पैसा छ। यो पनि एउटा सकारात्मक सङ्केत हो। ल, अब फेरि हाम्रो त्यही सुरुको 7 गुणावाला प्रश्नमा फर्कौँ। तर यसपटक हामीसँग ठोस आँकडा छ। यो चार्ट हेर्नुहोस् त, कति स्पष्ट छ। प्रोजेक्ट बनाउँदा प्रति मेगावाट लागत लगभग 23 करोड रुपैयाँ थियो, तर बजारले यसको मूल्य कति लगाइरहेको छ? प्रति मेगावाट 1 अर्ब 64 करोड रुपैयाँ। यो अविश्वसनीय ग्यापको पछाडि अब एउटा अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण कारण लुकेको छ। र त्यो कारण हो अभाव। हो, बजारमा भएको शेयरको अभाव।
यो नै त्यो पहेलीको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण टुक्रा हो जसले रेजलाइनको यो 7 गुणाको मूल्याङ्कनलाई बुझ्न मद्दत गर्छ। सुरुमा हेर्दा त कम्पनीको शेयर होल्डिङ सामान्य नै देखिन्छ। हेर्नुस् त, लगभग 78% शेयर संस्थापकहरूसँग छ र बाँकी 22% सर्वसाधारणसँग। अहिलेसम्म त केही अनौठो छैन हैन त? तर असली खेल यहाँ छ। जब हामी संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरूको लागि लक इन भएको, मतलब केही वर्षसम्म बेच्न नपाइने शेयरलाई पनि हेर्छौं, तब थाहा हुन्छ कि बजारमा दिनुहुँ किनबेच गर्न मिल्ने शेयर त जम्मा 11.16% मात्रै रहेछ। हो, जम्मा यति थोरै। यसलाई नै रियल ट्रेडेबल फ्लोट भनिन्छ र यो नै कथाको सबैभन्दा ठूलो ट्विस्ट हो। अब यति थोरै शेयर बजारमा हुँदा के हुन्छ? सीधा कुरा छ माग र आपूर्तिको खेल। जब यो शेयर किन्न चाहने मान्छे बढ्छन् तर बेच्नको लागि शेयर थोरै हुन्छ, तब थोरै किन्ने मान्छेले पनि शेयरको भाउ ह्वात्तै बढाइदिन सक्छ। यही अभावको सिद्धान्तले गर्दा नै यसको बजार मूल्य यति माथि पुगेको देखिन्छ। ल, हामीले कम्पनीको वर्तमान अवस्था र यसको उच्च मूल्याङ्कनको रहस्य त बुझ्यौं, तर अब अगाडि के त? के यो कम्पनी बजारको यो अभावको फाइदा उठाएर मात्र बस्छ, कि यसको भविष्यको लागि केही ठोस योजना पनि छ? हेरौँ है त। कम्पनीको भविष्यको बाटो एकदमै स्पष्ट देखिन्छ। उनीहरूसँग 3 बुँदे रणनीति छ। पहिलो, अहिलेकै प्रोजेक्टबाट निस्केको पानीलाई फेरि प्रयोग गरेर अर्को 11 मेगावाटको दुधपोखरी क्यास्केड प्रोजेक्ट बनाउने। दोस्रो, अर्को नयाँ प्रोजेक्ट 17.85 मेगावाटको अप्पर मैवा खोला आयोजनामा 15 करोड लगानी गर्ने। र तेस्रो, ब्याङ्कको ऋण सकेसम्म छिटो तिरेर आफ्नो नाफा अझै बढाउने। यो त एउटा बलियो ग्रोथ प्लान जस्तो देखिन्छ। यो सबै कुरा बुझिसकेपछि अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्नमा आएर हामी रोकिन्छौं। रेजलाइन एनर्जी जस्तो कम्पनीको असली कथा के हो? के यो यसको बलियो प्रोजेक्ट, विज्ञ टिम र स्थिर आम्दानीको कथा हो? वा यो बजारमा शेयरको अभावले निम्ति आएको एउटा असाधारण मूल्यको कथा हो? यो प्रश्नको जवाफमा नै सायद यसको वास्तविक मूल्य लुकेको छ।